सानो हुँदा तपाईँलाई के सिकाइयो? राम्रोसँग पढ्नु, राम्रो जब गर्नु, पैसा कमाउनु अनि जीवन सेट हुन्छ। तर रियालिटी त्यति सिम्पल छैन। धेरै मानिसहरूले डिग्री पाए, जब पाए, तर अझै स्ट्रेसमा छन्। धेरैसँग पैसा छ, तर शान्ति छैन। धेरै रिलेसनसिपमा छन्, तर खुसी छैनन्। किन? किनकि जीवन म्याथमेटिक्सको फर्मुला जस्तो हुँदैन। उदाहरणका लागि, मानौ दुईजना साथी छन्। दुवैले एउटै कलेजबाट पढे, डिग्री हासिल गरे। एउटाले राम्रो जब पायो, अर्कोले बिजनेस सुरु गर्यो। सुरुवातमा दुवैले धेरै स्ट्रगल गर्यो। पहिलो व्यक्ति सोशल मिडियामा सक्सेसफुल देखिन्थ्यो, अर्को व्यक्ति फेलियर जस्तो। तर 5 वर्षपछि जब गर्ने व्यक्ति बर्नआउट भयो। उसलाई आफ्नो काममा मन लाग्न छाड्यो। अर्को व्यक्ति धेरै फेलियरपछि सफल भयो र आफ्नो काममा खुसी थियो। अब कसको लाइफ बेटर? बाहिरबाट हेर्दा देखिने कुरा सधैँ सत्य हुँदैन। सोशल मिडियाले तपाईलाई अरूको हाइलाइट देखाउँछ, तर उनीहरूको पेन देखाउँदैन। जीवनमा सबैको टाइमिङ फरक हुन्छ। कोही 25 वर्षमा सफल हुन्छ भने कसैलाई 40औं वर्ष पनि लाग्न सक्छ। कोही छिटो जित्छ भने कोही ढिलो। तर कम्प्यारिजनले तपाईको खुसी घटाउँछ। साँचो जीवन पर्फेक्ट हुँदैन। मेसी हुन्छ, अनफेयर पनि हुन्छ। तर रियालिटी यही हो। अब सोच्नुहोस्, तपाईँ आफ्नै लाइफमा बाँचिरहनु भएको छ कि अरूको लाइफसँग कम्पेयर गरिरहनु भएको छ?